गाइज आज चाहिँ हामी माउन्ट टेम्बोरिन सनसेटको लागि जाँदैछौँ। कति बज्यो अहिले 4 बजिसक्यो। होपफुली हामीले भेट्छौँ। सनसेट 5:30मा छ। यहाँबाट 1 आवर ड्राइभ हो। अब यसो लसाङ पसाङ गर्दा गर्दा पुग्छौँ हामी। अनि स्टे ट्युन, वाच आवर भ्लग। पछाडि हाम्रो साथीहरू हुनुहुन्छ है, सबैजनाहरूले गरिदिनु होला। ब्युटिफुल हुनुहुन्छ यहाँ हाम्रो साथीहरू है। यता फेरि हाम्रो गुरुजी रे ह्यान्डसम हुनुहुन्छ होइन। चरपटे पार्टी हुँदैछ हाम्रो यहाँ आज एकदम वाइ साथमा है। सबैजना हेलो गरिदिनु। हाई गाइज, आज चाहिँ हामी सनसेट भ्यू हेर्नको लागि माउन्ट टेम्बोरिन लुकआउट पोइन्टमा आएको छौँ होइन। एकदम राम्रो छ, सो ब्युटिफुल होइन। पछाडि ब्याकग्राउन्ड पनि अनि हामी पनि अब टक्क लगाएर ग्रुपमा टक्क लगाएर आएको। अनि अब हामी चाहिँ यहाँ चटपटीहरू बनाउँछौँ, यताउता इन्जोय गर्छौँ एलोङ विथ द सनसेट भ्यू होइन। देख्न सक्नुहुन्छ अझै टाइम बाँकी छ, 4:30 भयो, 5:30 भयो, 5:30 भयो। सुर त राम्रो छैन नि। एउटा गीत गाइदिनु नि सर। के रे यो भ्यू हेरेर ल गुराँस नानी पखाला नि। फुलै संसार यो यहाँ टाँसौँ न, कता हो टाँस्नु मिल्छ होइन। सपोर्ट गर्न तयार भयो। के अरे अब यो यस्तो डाँडामा आइयो होइन, त्यो त तलदेखिको अब भर्खर एकदम भर्खर के भन्छ त्यसलाई, भर्खरको विवाहित जोडी, नवविवाहित जोडी हुनुहुन्छ होइन। आफ्नो प्रेमीलाई सम्झेर चाहिँ होइन नजिकै यही हुन्छ होला उहाँको लागि साइडी गाइदिन्छु। त्यो पनि पाइयो। प्रिय तिमी, प्रिय तिमी। गाइस
म चाहिँ अहिले बालीतिर छु ल बालीतिर भ्यू हेर्नुहोस् है सनसेटको नाकेले त गगनको लागि भोट मागिरहेको थियो त के हो कहिले रेणु दाल भाटाको भएर भोट मागिरहेको थियो अलिक भ्यू कमाउन पनि गएको थियो तर त्यसले भोट चाहिँ राष्ट्रवादले धेरै भयो यति नै हाल्नु त फेरि नाकेले कार्कीको बेल गरिरहने कार्कीको चाहिँ बेल नगरेर मेरो भाइ है नाकु अरूको होइन यस्तै हो गाइज लभली ल ब्युटिफुल गाइज तलबाट एकदम कस्तो हावा चल्ने है खनाउ नडराइदिन होइन उता भिडियोमा त्यो मान्छेको माइक यहाँ मास्टर भने त्यहाँ अतबाट मास्टर यो डाँडामा बसेर अब उताबाट खाँदाखेरि के होला त अब है यति हुनु पऱ्यो कि होइन हुनु पऱ्यो कि यो डाँडामा हेर्नुहोस् त यो भ्यू हेरेर होइन अनि यो यता हेर्दाखेरि कस्तो विनोद चौधरी देखिएला नि यति जुम गरेँ कि त्यहाँ विनोद चौधरी देखियो काङ्ग्रेसको रोक्नै देखियो बाल्ने साह्रै भएछ विनोद चौधरीको चप्चो के अरे पहिलादेखि चलाएर चल्नु पर्यो भने चाहिँ यस्तो देशदेखि चलाउनु पर्यो क्या अब नुन हाल न जय घन्टी नुन हाल्दै कि किन मम्मीले भने जस्तो अरू यहाँको फुल खुर्सानी कसैलाई 3टा प्याकेटमा 4वटा पर्छ भने मलाई पर्छ त्यो पनि देखाउनु नयाँ भ्यू पनि भनेर मारा भेट्थ्यो मलाई त्यही त मलाई पर्छ बाँकीहरूलाई पर्यो भने मसला के रे खोर्सानी हो अस्ति लोटी पनि झन् 10 मिलियन परेको छैन है 9 मिलियन त पर्यो हो अनि खुर्सानी हालिकन हाल्ने हाले आज चाहिँ हामी हेलिकप्टरमा आएको यहाँ है पानी जान्छ होला नि अस्ति सबै हाल्नुहुन्छ हाल्दिने हो हाल्दिने के छ प्याराग्लाइडिङ गर्न लागेको छ अब हामी भने प्याराग्लाइडिङ गर्न लाग्छ यहाँबाट टक्क खाताले खाताको मदतबाट गर्ने यस्तो बवाल यो खासै देखिन गाह्रो पर्छ साथीहरू है त्यही हो यो खोल्दै हुँदा के हो यो त खोल्दै खोल्दैन खोल्दैन त किप लभिङ है त्यही हो दापले काटे मात्रै हो त लाइक सेयर कमेन्ट त भन्नै पर्दैन एकदम बवाल माया दिनु झर्दैन त त्यही त खुल्ले हैन त्यो उहाँको भाइलाई पनि पुगिसक्यो अब यो भइसक्यो अब म फाइनल राउन्डबाट भइसक्यो हुन्छ ल गाइज तिम्रो माया मतिर थोरै छ धेरै पाउने चिनाम त कुरै छ पछ्यौरी ल्याउ बैना आजै टुङ्गो लगाइदेऊ माया छ कि छैन हे पशुपतिमा 4 ढोका चाँदीका मलाई मन पर्ने राधिका
ए औँसीको बारो गाइती हारो भैलो भैलिनी आइन आँगन बडाली कुडाली राखन ए औँसीको बारो गाइती हारो भैली ए आँखम ए तातो रोटी चाखम ए झिलिमिली जिल्ला ए के दिन्छन् हेरौँला एउटा गीत गाइन्छु यो हो के हेर्नुहोस् चेक घुमाउँछु बाइक स्वाट खेलमै जो भन ढली जाला त्यसपछि गीतै बिर्से यार ल अहिले ल चेस गरौँ लगाइदिनु ल यहाँ राखौँ ठ्याक्कै यहाँ ल 1 2 3 गो ल चियर्स उल्लाला त्यो आवाज आउँदैन हैन म देखेर मुस्कानले म भयो प्रियसी प्रमिता देखाइदिने या त्यो साथीले तिमी आयो म पनि आए सबै मिली चटपटे खाए बल्ल पर्यो मायामा खुली जाने सबै मिली यहाँसम्म आए सबै मिली चटपटे ए राइफल छाउने छ कि हो चाइट